ल हेर्नुहोस् तपाईँ घरको हल्ला घर जस्तो देखियो है। कलर यस्तो लाग्छ है। मनपर्छ पर्दैन तपाईँले के भन्नु अब। यहाँ मेरो खतरो साइकल अगाडि राखेको छु। यो साइडको पाखो म पनि घर गएको थिएँ, देख्न पाइएन। तपाईँले कुरा गर्नु होला है। यो गेटको भाग पल्लो गेटको बत्ती यस्तो लगाइदिएको छ है। त्यो ढोका त माथिरको बाल्कनी साइडको चाहिँ सिसा है। कलर पसन्द भयो कि भएन, कलर यस्तो लगाइदिएको छ। यो गेट चाहिँ भयो। यहाँ ढोका लगाएको छ भित्र। पेनका डब्बाहरू सब्बाहरू यताउता फालेका छन्। युपिभिसी लगाएको रहेछ र फिट गरेको छैन। ग्रिलमा पनि फिट गरौँ। अनि स्विच बोर्ड यस्तो राखिदिएको छ है। फ्यानको पनि रहेछ यहाँ। फ्यान पनि रहेछ। यो पनि रहेछ। यहाँ सिडी हो हाम्रो सिडी हो है। ट्याक 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 ट्याङ मार्बल भन्छन्, गेरेटो के भन्छन्। सेतो राखिदिएको छ। यहाँ माथिरको रुममा पनि यही कलर, एउटै कलर लगाएको छ सबै। यो माथिर बाल्कनी हो। बाल्कनी तपाईँको यत्रो हो है। भित्र र बाहिर एउटै हो कि अलग अलि अलग छ। भित्र अहिले कालो लगाइदिएछ। स्विच बोर्ड पनि राम्रो राखेको छ। यो के भन्छन् यसको स्विच मिटर राखिदिएछ। यो काटेको छोडी यसरी च्याट मिलाएर हेर्नुहोस् तपाईँ घर अब रेडी हुन लागेको छ। अब यहाँ गेट चाहियो। यो रेलिङ हो कि होइन मात्र जाने। ढोका छ भयो। ल राम्रो छ। कलर सलर राम्रो च्याट्ट पारिदिएछ। हेर्नुहोस् यसो गरेर तपाईँलाई अब रेडी हुन लागेको छ। अब यसमा कलधारा गोला गेट भयो भने तपाईँको घर ठिक हुन्छ। पारिको गाउँ हेर्नुहोस् वहाँ छ है। सबैमा लगाएको छ है। कलर पेन लगाएर रहेछ है। लुगा सुकाउने पनि लगाइदिएको छ। ल हेर्नुहोस् चित्त पर्छ पर्दैन। हेर्नुहोस् ठिक छ।